2002 सालमा यहाँ एसियामा विद्याश्रममा एउटा एसिस्टेन्ट टिचरको रूपमा नियुक्ति पाए पश्चात यस विद्यालयमा काम गर्ने पाउने एउटा ठुलो मौका मलाई प्रदान भयो। परमेश्वरलाई धन्यवाद होस्। त्यति मात्र होइन, आज यतिका वर्ष यस विद्याश्रममा एउटा शिक्षकको भूमिका निभाए पश्चात त्यसपछि बायोलोजी डिपार्टमेन्टलाई विवेक सरको पछि फेरि एउटा सम्हाल्ने मौका पाएँ अनि आज फेरि परमेश्वरको अनुग्रहमा यसरी भाइस प्रिन्सिपलको पद मैले सम्हाल्न पाएको छु। यसमा म सबैलाई धन्यवाद दिन चाहन्छु। एसियामा विद्याश्रमको प्राचार्य महोदय, मेरा सबै शिक्षक शिक्षिकावर्ग, अनि त्यति मात्र नभएर विशेष गरी मलाई सानोदेखि यहाँसम्म शिक्षा दिनुहुने मेरा आफ्ना गुरुजनहरूप्रति म अति नै आभार व्यक्त गर्छु। उहाँहरूले राइट फ्रम द प्राइमेरी एडुकेसन, जब उहाँहरूले केही पनि नजान्ने एउटा सानो बालकलाई एबिसिडीदेखि क ख सिकाएर यसरी बढ्दै बढ्दै आएर अहिलेसम्म एडभान्स एडुकेसन लिन सक्ने क्षमता प्रदान गराउनुहुने ती दिनुहुने ती शिक्षक शिक्षिकावर्गलाई आभार व्यक्त गर्न चाहन्छु। अनि उसरी नै मेरा परिवार, मेरा आमा बाबा, उहाँहरूले जुन तरिकाले ब्रटअप गर्नुभयो यसको निम्ति म धन्यवाद। अनि विशेष सबै कुराको निम्ति म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। त्यति मात्र होइन, आज यस पोजिसनमा आए पश्चात एउटा ठुलो विद्यालयलाई प्राचार्य महोदयलाई सहायता गर्दै धेरैवटा जिम्मेवारी लिनुपर्ने हुन्छ। यो जिम्मेवारी मैले भ्याएसम्म उहाँ परमेश्वरको अनुग्रहमा असल ढङ्गमा निभाउन सक्नेछु अनि गर्नेछु भनिकन म यहाँबाट यो बाचा पनि बाँड्न चाहन्छु। अनि आफ्नो जिम्मेवारीलाई म सुचारू रूपले निश्चय नै निभाउनेछु। सबैको सहयोग, मेरा प्यारा साथीहरू, मेरा जुनियर स्टाफहरू, सिनियर्स, है, प्राचार्य महोदय, म्यानेजिङ कमिटी लगायत मेरा सबै एसियामा विद्याश्रमका विद्यार्थीहरूलाई म यो आश्वासन दिन चाहन्छु। धन्यवाद।